रवि लामिछाने प्रधानमन्त्री हुनुपर्छ, बालिन शाहले राजीनामा दिनुपर्छ, गृहमन्त्री सुदन गुरुङले राजीनामा दिनुपर्छ। पछिल्लो समय सुनसरी घटनापछि यी आवाजहरू उठिरहेका छन्। जनताले रवि लामिछाने आऊ देश बचाउको नारा गुन्जाइरहेका छन्। जनतालाई न्याय दिने नेता भनेकै रवि लामिछाने हो भन्दै पछिल्लो समय जनताहरूले खोजिरहेका छन् रवि आऊ देश बचाऊ। पछिल्लो समय सुनसरीमा जुन घटना भयो, रवि लामिछाने मात्रै होइन, बालिन शाह पनि चुपचाप बसिरहेका छन्। सत्ता त बालिन शाहसँग छ नि, रवि लामिछानेसँग होइन। उहाँसँग त एउटा पार्टी छ, सत्ताको चाबी बालिन शाहसँग छ। बालिन शाहले बोल्नै पर्ने थियो, रविले बाध्यताले पनि नबोलेको होला, किनकि प्रधानमन्त्री र सत्ता र सरकार बालिन शाहसँग छ। बालिन शाहले अहिले केही पनि औपचारिक रूपमा सार्वजनिक रूपमा बोलिसकेका छैनन्। सुनसरी घटनाबारे अहिले सुनसरीमा तनावग्रस्त भइरहेको छ, कर्फ्यू लागेको छ, विशेष काम बाहेक बाहिर ननिस्कनु भनेको छ। प्रहरीहरू, सेना र सशस्त्र प्रहरीहरू खटिएका छन्। होटलहरू आगजनी भएको छ, होटलहरू तोडफोड गरिएका छन्, तर अहिले पनि सरकार मौन बसिरहेको छ। सुनसरीमा प्रहरीले गोली चलाएर एकजनाको मृत्यु भयो। पछिल्लो समय रवि लामिछानेले नै प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जनगुनासो पनि मात्र होइन कि विपक्षी दलका नेताहरूले पनि भनिरहेका छन्। रवि लामिछानेलाई नै प्रधानमन्त्री बनाउनु पर्छ भन्दै विपक्षी दलका नेता एन महरले पनि भनेका छन् भने कांग्रेस, एमाले र नेकपाहरूले समेत भनिरहेका छन्।